अब्जसे कर्म भन्छन् नि हो, त्यो त मेरो निधारमै लेखेर आएको छ क्या। म प्योर इन्टेन्सनले, म एकदमै सफा निश्चल मनले कसैलाई म सहयोग गर्छु, म माया गर्छु, म आफ्नो सोच्छु, म विश्वास गर्छु, म राम्रो चिताउँछु, मनैदेखि मन पराउँछु भने पनि नि अन्त्यमा गएर त्यो कुराहरू चाहिँ जस्ट अपोजिट भइदिन्छ क्या। भन्नाले मेरो इन्टेन्सन वाज प्योर, बट त्यो रिजल्ट चाहिँ कस्तो हुन्छ भने अपोजिट मान्छेलाई चाहिँ कहिले पनि नपुग्ने क्या। मैले गरेको राम्रोको पनि नराम्रो कुराहरू ल्याइहाल्ने, मैले गरेका कामहरू पनि गलतै लाग्ने, प्रत्येक कुराहरूमा केही न केही खोट कमी कमजोरीहरू त देखिने नै क्या। अनि मलाई चाहिँ आफ्नै भाग्य देखेर अहिले चाहिँ हाँसो लाग्छ, राम्रै गर्न जाँदा जाँदै पनि नराम्रो भइदिने क्या। अनि अहिले चाहिँ मैले त्यो अरूको लागि आफ्नो मन दुखाउन चाहिँ अलिक कम गरेको छु। भन्नाले जुन कुरामा मेरो पनि चित्त दुखिरहेको छ, चित्त बुझिरहेको छैन, म त्यो कुराबाट अलिकति पर सर्ने गर्छु। अहिले म भन्ने गर्छु, चाहे मेरा खुनका नाता नै किन नहुन्, म के भन्छु भने मेरो पनि त यो कुराले चित्त दुख्यो नि त, होइन, मलाई बुझिदिनु भयो त, मलाई सम्झिदिनु भयो त, भएन नि त। अनि मैले मात्रै प्रत्येक कुराहरू बुझ्नुपर्ने, मैले मात्रै सम्झिनुपर्ने, अनि मेरो कुराहरूलाई सम्झेको खोइ त। तपाईँ पनि म जस्तै अब्जसै भाग्य लिएर जन्मिनु भएको छ, जति गर्दा पनि गुण पाउनुहुन्न, बैगुनीको उपनाम पाउनुहुन्छ, अथवा तपाईँको पनि खोटो भाग्य छ भने चाहिँ एक काम गर्नु होला, अरूलाई खुसी राख्नमा आफ्नो समय व्यतीत नगर्नु होला। आफ्नो सक्दो गर्ने, तर आफूलाई खुसी राख्ने प्रयास गर्नुहोस्। अरूलाई खुसी राख्दा राख्दै आफू दुखी भएको पत्तै भएन क्या जीवनमा। अब चाहिँ फर्स्ट प्रायोरिटीमा चाहिँ आई विल पुट माइसेल्फ फर्स्ट। धन्यवाद।